नेपाली चलचित्र कार्की साइनाको शुभ मुहुर्त सम्पन्न, जितु र वर्षाको जोडी जम्दै। नमस्कार, फिल्मी समाचारमा यहाँलाई स्वागत छ। म निराजन थापा। नेपाली चलचित्र कार्की साइनाको शुभ मुहुर्त सम्पन्न भएको छ। काठमाडौँको कोटेश्वर स्थित महादेवस्थान मन्दिर प्राङ्गणमा फिल्म निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै मुहुर्त सम्पन्न गरेको हो। यस चलचित्रको मुख्य भूमिकामा अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा शिवाकोटी रहेका छन् भने चलचित्रको निर्देशन राजेन्द्र बस्नेतले गर्दैछन्। यस चलचित्र ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथामा आधारित भएर निर्माण गर्न लागेको समेत निर्देशक राजेन्द्र बस्नेतले जानकारी दिएका छन्। भरिया भनेर गाउँलेका भारी बोकेर जीविकोपार्जन गर्ने एक पात्रको कथामा चलचित्र बनाउन लागेको उनले बताएका हुन्। यस चलचित्रमा वर्षा र जितु सहित अन्य कलाकारहरूमा गीता अधिकारी, मानसी शर्मा, श्याम मगर, मनिल तामाङ लगायत र अन्य कलाकारहरूको अभिनय रहनेछ। चलचित्रको छायाङ्कन यही वैशाख 20 गतेदेखि धनकुटाको विभिन्न स्थानमा गएर गरिने निर्माण टिमले जानकारी समेत दिएको छ। कर्णबहादुर फिल्म्स प्राणीको ब्यानरमा निर्माण हुने यस चलचित्रमा कृष्ण भगत चामलिङ प्रस्तुतकर्ता रहनेछन् भने निर्माताको रूपमा बालकुमार राई रहनेछन्। डमर बहादुर राईको छायाङ्कन तथा उनकै कथा रहेको यस चलचित्रमा राजु किरातीको द्वन्द्व निर्देशन, बाबुल गिरीको सङ्गीत, कमल राईको नृत्य निर्देशन रहनेछ भने चलचित्रको पटकथा तथा संवाद अजित लामिछानेको रहनेछ। फिल्मी समाचार अहिलेलाई यति नै। हाम्रो युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार।